नमस्कार। अस्ट्रेलिया धेरैका लागि सपनाको सहर, त्यही सपनाको सहरबाट सुरु भएको आयोग गोर्खालीको यो यात्रामा आज हामीले एक नयाँ अतिथिलाई निम्त्याएका छौँ। उहाँलाई धेरैले हमाल दाई भन्नुहुन्छ, सबैका दाई। म उहाँलाई चाहिँ अहिले पनि एउटा युवा जोस भएको व्यक्तिको रूपमा लिन्छु। सबै कुरामा जागरिलो हुनुहुन्छ हमाल दाई। दाई स्वागत छ कार्यक्रममा। नमस्कार, धन्यवाद दिपेन्द्रजी, मौका दिनु, मलाई बोलाउनु भयो। सबैको हमाल दाई। हमाल दाई नै। दाई दाई भन्न कतिको सजिलो रहेछ दाई। दाई भनेको अब होइन, अब त्यो चाहिँ रेसिप्रोकल हो होइन। अब दाई मान्छेले भन्छ भने दाईले भाइकोलाई माया पनि त गर्नु पऱ्यो नि, त्यो बराबर भयो भने चाहिँ दाई पाउने त हो नि होइन। नभए त किन दाई भनिरहन्थ्यो होइन। त्यस कारण त्यो मलाई पनि कसै दाई भन्दाखेरि अपनत्व फिल हुन्छ। त्यो अपनत्वले गर्दाखेरि चाहिँ केही गरौँ होइन, भाइहरूको लागि केही गरौँ भन्ने चाहिँ झन् प्रोत्साहन हुन्छ। आजभन्दा लगभग 40 वर्ष अगाडि सपनाको खोजीमा अस्ट्रेलिया आउनुभएको थियो। हजुर। त्यति बेला र अहिलेसम्म आइपुग्दाखेरि अस्ट्रेलियालाई कसरी चिन्नुभयो दाइ तपाईँले? अस्ट्रेलिया त्यो बेलामा अब धेरै नै नेपालीहरू त पातली थिए होइन, धेरै त थिएन। जब 79मा पढ्न आउँदाखेरि त्यति बेला त हार्डली 10-12जना होला होल अस्ट्रेलिया, त्यो पनि सबै छात्रवृत्तिमा पढ्न आएका मात्रै थिए। उहाँहरू हामी सबै चाहिँ अब त्यो बेला नेपालमा निकै राम्रो थियो होइन, जाने इकोनोमिक डेभलपमेन्ट राम्रो थियो। सबैले सबै पढे लेखाले जागिर प्रशस्तै पाइन्थे। त्यस कारण चाहिँ त्यति बस्ने यतापट्टि आँट आयो र त्यति बेला भर्खर अस्ट्रेलिया चाहिँ 1976मा चाहिँ व्हाइट पोलिसी उन्मूलन भएको थियो। त्यसले गर्दाखेरि उनीहरू त्यति एसियनहरूलाई राखिहाल्ने उसमा पनि थिएन। त्यस कारण अब एक त हामीलाई पनि इच्छा नभएको, उनीहरूले पनि त्यति अब कोही बस्नेले त बस्थ्यो होला, चाइनिजहरू धेरै बस्थ्यो त्यो बेलामा। तर हामी चाहिँ अब आफ्नो राम्रो जागिरबाटै आएकोले, राम्रै जागिर भएकोले हामी फर्केर गएको थियौँ। कहिलेकाहीँ नेपाल छोडे जस्तो लाग्दैन? छोडेको त लाग्छ नि, अब आफ्नो होइन, अब जन्मभूमि मातृभूमि अब छोडेको त अवश्य फिल हुन्छ। त्यस कारण त बेला बेलामा हामी गइराख्छौँ होइन, आफ्ना नाता कुटुम्बलाई भेटिराख्छौँ होइन, त्यहाँको मायाप्रति माया जताइराख्छौँ। र यही मायाकै लागि नै हामीले एनआरएनको जुन अभियान चलाएर चाहिँ दोहोरो नागरिकताको लागि भनेको पनि हो होइन, ताकि हामीमा मात्रै सीमित नहोस् त्यो रिलेसनसिप। हाम्रो छोराछोरी नातानाति नभए जुन पुस्ता त्यो नेपालको फिलिङ चाहिँ भइराखोस् होइन। त्यसको चाहिँ के भन्छ नि, उनीहरू नेपालको फिलिङ भन्दाखेरि अहिले पो हामी चाहिँ एउटा भर्खरै आएको भनौँ न होइन, फर्स्ट जेनेरेसन भयो। तर सेकेन्ड थर्ड जेनेरेसन लागि त उनीहरू त अब यहाँ पनि त टप पोजिसनमा पुग्छ। कुनै बेला डिसिजन मेकिङ, नेपालको सम्बन्धी डिसिजन मेकिङ गर्नु पर्दाखेरि उनीहरूको जुन यदि रिलेसनसिप भइराख्यो भने उनीहरूले त्यो पोजिटिभमा थिङ्किङ गर्छ। त्यस कारण त्यो भनेर चाहिँ हामीले सरकारलाई चाहिँ त्यो एङ्गलबाट पनि भनिराखेको छौँ। दाइ, अस्ट्रेलियन सरकारको विभिन्न तहमा रहेर चाहिँ एउटा अर्थशास्त्रीको रूपमा पनि काम गर्नुभयो। कतिको सहज छ दाइ नेपालीलाई एज अ नेपाली भन्दा पनि एज अ एसियन त्यो लेभलमा पुग्नका लागि? अब त्यो लेभलमा पुग्न लागि अब गाह्रो त गाह्रै छ, किनभने त्यहाँ अहिले पनि यिनीहरूले यहाँ लोकल भनौँ न, पहिला आउँदा लोकल त एबोरिजिनल भयो होइन। त्यसपछि आउने उनीहरूले पुरानाहरूले जति काम गर्छ त्यसको चाहिँ 150% चाहिँ बेसी हामीले गर्नुपर्छ यदि उनीहरूसित कम्पिटिसन गरेर माथि उछिन्ने हो भने होइन। त्यसको लागि चाहिँ अब मेहनत पनि गर्नु पऱ्यो होइन। र चाहिँ अलिकति अगाडि आएर हाम्रो नेपालीको चाहिँ अलिक के बानी छ भने अब जे माथिकोले भने त्यही नै एसएस भनेर बस्ने होइन, आर्गुमेन्ट नगर्ने। हामी अलिकति भिन्दै आचरणको मान्छे भएकोले त्यो संस्कृतिले चाहिँ बदलिएर चाहिँ प्रत्येक कुरामा चाहिँ आफ्नो लागेको फिलिङ भन्ने, डाइरेक्टली भन्ने र उनीहरूसित चाहिँ भ्यालिड पोइन्टमा चाहिँ क्वेसन मार्क गरेर या आफ्नो आर्गुमेन्ट दिएर चाहिँ त्यसो गऱ्यो भने चाहिँ उनीहरूले पनि यो पनि यसको पनि रहेछ, दुईमा केही त रहेछ भनेर उनीहरूलाई त्यो ज्ञान होस् क्या। त्यो चाहिँ ज्ञान चाहिँ के हुनुपर्छ भने कहिलेकाहीँ सेमिनार हुन्छ, कहिलेकाहीँ कन्फरेन्स हुन्छ, त्यसमा सकेसम्म आफूले चाहिँ पेपरहरू बनाएर लाने, प्रेजेन्ट गर्ने होइन, ताकि सबै मान्छेलाई चाहिँ चिनाओस् क्या। त्यो गऱ्यो भने चाहिँ राम्ररी अगाडि बढ्न सकिन्छ। यो त भयो कसरी अगाडि बढ्ने कुरा। अब हमाल दाईलाई धेरैले हमाल दाई त भन्नुहुन्छ, त्योभन्दा पनि अझ बढी अलिकति के चाहिँ भन्दा रहेछन् भने हमाल दाई चाहिँ राजनीतिक खेलाडी पनि हो भन्दा रहेछन्। कतिको सत्य यो कुरा? राजनीतिक खेलाडी म होइन, मलाई राजनीतिक खेलाडी बनाइएको हो। म चाहिँ के छैन सोच, म सबै कहाँ जाने भएन। पहिलेसम्म जो एनआरएनको चाहिँ जुन गएको 3-4 वर्ष 5-6 वर्ष अगाडि जुन क्यानबेरा अस्ट्रेलियाभरि चाहिँ जुन राजनीति छायो नि, त्यसमा चाहिँ अब हाम्रै साथीहरू भनौँ न, हाम्रै अब
सबै तबकाका सबै राजनीतिका एमालेका काङ्ग्रेसका माओवादीका सबै नै चाहिँ आफ्नो आफ्नो दुनो सोझ्याउनेतिर लाग्यो क्या त्यो बेलासम्म हामी कोही पनि कसैको थिएन होइन सबै एउटै नेपाली थियो पुरा के अरे यो सबैको अनुसार सबैको छलफल अनुसार को राम्रो छ भने त्यो व्यक्तिलाई ठ्याक्कै राखेर त्यसरी चलाउँथ्यौँ हामीले यहाँ क्यानबरा पनि त्यत्रो मैले होइन मैले भनौँ या हामी सबै साथीभाइले झन्डै कति 14-15 वर्ष हामीले चलायौँ संस्थाहरू होइन त्यसमा कहिले पनि त्यो राजनीतिक कुरा आएन यो राजनीतिक कुरा कहिले आयो भने जब यो भनौँ न नामै तोकेर भन्छ जनसम्पर्क के अरे यो ओएनएफ होइन यिनीहरू सृजना भए खडा भए र आफ्नो दुनो सोझेको लागि आफ्नो राजनीतिक अखाडा बनाउन थाले र यो संस्थामा पनि घुसाए आफ्नो क्यान्डिडेट घुसाए त्यसपछि छताछुङ्ग भयो अब म चाहिँ कहिले कता म त को राम्रो छ मान्छे त्यसको पछाडि लाग्छु होइन त्यसलाई भन्छु अब मैले भनेको कुरा चित्त बुझ्दैन अनि मान्छेहरूले चाहिँ अब कहिले त्यहाँ यता लागे कहिले उता लागे भन्छ है तर म चाहिँ व्यक्तिलाई हेर्छु यसले चाहिँ समाजसेवा गर्छ भन्ने लाग्यो भने त्यसलाई चाहिँ म सपोर्ट गर्छु अब यो ट्रेन्ड छ नि दाइ हामी बस्न चाहिँ अस्ट्रेलियामा बस्छौँ अनि हामी राजनीति चाहिँ नेपालको गर्छौँ कसरी लिनुहुन्छ यो कुरालाई यो त एकदम नराम्रो कुरा हो होइन नेपालकै राजनीति गरेछ भने यहाँ किन हुनु उहीँ गएर बसेर गरे भयो भने त्यही नै देश सेवा हुन्छ नि त होइन यहाँ आएर त्यो ठुटे नेता भन्छु नेपालतिर पर्दा त्यो ठुटे नेता हुनु कुनै जरुरी छैन होइन अब त्यो यहाँ आएर चाहिँ अब राजनीति गर्ने भने यीको मूल राजनीति छ नि त एकदमै छ लिबरल पार्टी छ लेबर पार्टी छ होइन दुनियाँ ग्रिन पार्टी छ जे पार्टी छ नभए इन्डिपेन्डेन्ट पनि छ एकदम आफ्नो त्यसमा जानुहोस् मजाले गर्नुहोस् यही देशको सेवा गर्नुहोस् होइन पुस्तालाई पनि काम लाग्छ नेपालीहरू कोही एकजना चाहिँ कमसेकम पार्लियामेन्टमा पुगोस् त्यतातिर चाहिँ ध्यान छैन साथीभाइहरूको खालि नेपालको यो फल्नाले यसो गरेन चिल्नाले गभर्मेन्ट हटायो त्यति मात्र गर्दा त काम लाग्दैन कि हाम्रो भविष्य नै जाँदैन यहाँ बसेर यहाँ खडा भएर यहीँको आर्गुमेन्ट गरेर यहीँकै कुराहरूमा हामीले के बेनिफिट पाएको छैन ट्याक्स पनि हामी बराबर तिर्ने तर बेनिफिट किन नपाउने भनेर टेबल ठोक्नु पऱ्यो नि त्यसको लागि त यहीँकै राजनीति पस्नु पऱ्यो नि त त्यो मेरो धारणा चाहिँ अब यो राजनीतिलाई अलिकति बिर्सेर दाइ ह्याप्पिली म्यारिड फर कति वर्ष भयो 79 मा बिहा गरेको कति भयो थुप्रै भइसक्यो 79 भने 45 वर्ष एकदमै अब पछिल्लो मैले सोध्न खोजेको कुरा के हो भने हामी क्यानबेरामा बस्छौँ होइन क्यानबेरामा पनि पछिल्लो समय यति धेरै घटनाहरू चाहिँ डिभोर्सका होइन फलानुलाई चाहिँ फलानुले छोडेर हिँड्यो अरे भनेर यो कति धेरै ट्रेन्डहरू देखिएको छ क्या युवा पुस्तामा तपाईँले यत्रो वर्ष 30-40 वर्ष ह्याप्पिली म्यारिड होइन विदेश आए पछाडि हामी एउटा सोफिस्टिकेटेड लाइफ भनेर सोच्दा रहेछौँ त्यो सोफिस्टिकेटेड लाइफ सोच्दै यो पर्सनल लाइफ डिस्ट्रोय भइरहेको हो अस्ट्रेलियामा नेपालीको विशेष गरेर अब के छ भने त्यसमा चाहिँ खास गरी चाहिँ मान्छेहरू चाहिँ अन्डरस्ट्यान्डिङ चाहिँ एकदमै राम्रो हुनुपर्छ हस्बेन्ड वाइफमा होइन हो अब हामीले पनि दुःख गऱ्यो होइन म काम गर्दा पनि अब हामी पनि त त्यस्तै त होइन सुरुमा त काम गऱ्यो श्रीमती पनि काम गर्ने होइन छोराछोरीलाई हेर्नुपर्ने अब त्यो हेर्दाखेरि चाहिँ अब इक्वली गरेर बर्डन लिएर होइन अब गऱ्यो भने त चल्छ होइन भने चाहिँ अब श्रीमतीले पनि बच्चाहरू हेरिरहेको हुन्छ काम गरेर आएको थाकेको हुन्छ त्यसमध्ये आज श्रीमान चाहिँ आएर एउटा बियर खोलेर मासु पकाएर ल्यायो भने त्यो त काम लाग्दैन नि होइन अब त्यस्तो अन्डरस्ट्यान्डिङ हुनु पऱ्यो यदि श्रीमतीले खाना बनाएको छ भने लोग्नेले भाडा मार्नु पऱ्यो होइन यदि अरू पनि हेरिदिनु पऱ्यो हेल्प गर्नु पऱ्यो त्यसरी गऱ्यो भने त हुन्छ तर अलिकति फेरि केटालाई मात्रै दोष दिएँ होइन मैले केटीहरूमा पनि अलिकति कोही केटी मैले म त अहिले अदालतमा कतिपल्ट हेल्प गर्न जान्छु होइन त्यसमा मैले के पाएँ 1-2 जना धेरै त होइन 1-2 जना 2%, 3-5% जति चाहिँ मैले लेडिज हाम्रो महिला बहिनी दिदीबहिनीहरूबाट पनि अलिकति समझदारीमा नभएको जस्तो देखेको छु उहाँहरूले पनि अब त्यो समथिङ के होला अब प्रेसरमा पर्यो होला त्यस्तो बेलामा चाहिँ अलिकति श्रीमानले अलिकति केही झगडा गरे के गरे या थाल फुटायो भनेदेखि उसले चाहिँ श्रीमतीले चाहिँ अब पुलिस बोलाइदिनु रहेछ पुलिस बोलाएपछि यहाँ भिडियो रेकर्डिङ हुन्छ त्यसपछि केस कहिले पनि विथड्र हुँदैन होइन त्यसपछि एकदम केस चालु हुन्छ होइन त्यसकारण चाहिँ त्यो अलिकति मिसअन्डरस्ट्यान्डिङलाई चाहिँ त्यो गरेर चाहिँ त्यो गरायो भने चाहिँ लाइफ चाहिँ राम्रै हुन्छ खास गरी चाहिँ के गर्नुपर्छ भने मैले काम गरिरहेको छु नि बुढीले पनि यति काम गरिरहेको छ उसले पनि दुःख गरिरहेको छ होइन भनेर बुढाले सम्झिनुपर्छ र बुढाले यस्तो दुःख गरिरहेको छ मैले पनि केही कम्प्रोमाइज गरौँ केही उसको लागि केही गर्नु भन्ने त्यो दुइटैतिरबाट भयो भने चाहिँ चक्का चाहिँ बराबर भएर चल्छ होइन भने चाहिँ खटपट भएर आजकल यङ जेनेरेसनमा मैले के देखाएँ भने अब प्रेसर भन्दा सबै प्रेसरमा हुन्छ होइन प्रेसर भन्दा प्रेसरलाई चाहिँ कसरी त्यसलाई चाहिँ मेन्टेन गर्न सक्ने चाहिँ त्यो चाहिँ त्यतातिर चाहिँ उनीहरू नलागेर अलिकति चाहिँ त्यो आउट अफ ह्यान्ड हुन्छ त्यसले गर्दाखेरि चाहिँ सम्बन्ध विच्छेदमा चाहिँ परिवेश हुन्छ नि एउटा
हामी नेपाली परिवेशमा हुर्केको मान्छे, हाम्रो सोच नेपाली छ, अनि जब हामी विदेशतिर आउँछौँ, विदेश आउने बित्तिकै हामीले अरूको देखासिकी गर्न थाल्छौँ। देखासिकी र परिवेशले कतिको भूमिका खेल्छ होला? देखासिकी परिवेशमा हुर्केको राम्ररी नै परिवेशमा पूर्णतया हुर्केको मान्छे त त्यो देखासिकीमा नजानुपर्ने होइन। तर यहाँ चाहिँ अब यङहरू पूर्ण रूपले उता पनि त हुर्केको हुँदैन। अब भनौँ 12-12 सकेर आएको हुन्छ होइन, धेरै जस्तो बिहा गरेर आएको हुन्छ, डिपेन्ड वाट एभर आएको हुन्छ। अनि उनीहरूले परिवेश उता राम्ररी बुझेको पनि हुँदैन। अब यता देख्दाखेरि खुल्ला देखिन्छ होइन, खुल्लामा देख्दाखेरि अब खुल्लामा भएर पनि यिनीहरूको के छ सांस्कृतिक पुरै त यिनीहरू यताको पनि थाहा छैन नि, खालि खुल्ला छ भनेर देखाएको छ। अब त्यो खुल्ला छ भनेदेखिमा गएर चाहिँ अब बारमा बसेर 12 बजे रातिसम्म रक्सी खाने, उफ्रिने, कराउने होइन, अब पिट्दै हिँड्ने, उ गर्दै झगडा गर्दै हिँड्ने, त्यो त भएन नि राम्रो होइन। त्यस कारण चाहिँ यिनीहरूको पनि परिवेश त राम्रो, यहाँ पनि त राम्रै गरेको छ नि होइन। त्यसै खुल्ला भए पनि हस्बेन्ड र वाइफमा राम्रो अन्डरस्ट्यान्डिङ हुन्छ होइन, राम्रो नि केटा हो। 2-4 बेसी अब त्यस्तै केसेसहरू छ जहाँ चाहिँ अब डोमेस्टिक भाइलेन्स पनि भएको छ होइन। तर त्यस्तोमा चाहिँ अहिले मेरो विचारमा त्यो चाहिँ अलिकति हाम्रो कम्युनिटीको यङ मेम्बरहरूले चाहिँ अलिकति यो सम्बन्धी चाहिँ अलिकति सिरियसली सोच्नुपर्छ। ब्यालेन्स लाइफ भनिन्छ नि त। एउटा 40 वर्षसम्म तपाईँ अस्ट्रेलिया बसेर काम गर्नुभयो, कति कमाउनु भयो, कति गुमाउनु भयो, त्यो आफ्नो ठाउँमा होला। स्क्रिनमा देखाउँछु दाइले चढ्ने गाडी, त्यो एउटा गाडी चढ्नलाई नि दाइ अलिकति चाँडो भयो जस्तो लाग्दैन मलाई? यो अस्ट्रेलिया भनेर के हो भने, अस्ट्रेलियामा चाहिँ अब हेर्नुहोस् कुरा चाहिँ के छ भने, यहाँ सबभन्दा पहिले आएपछि सबभन्दा पहिले मान्छे यहाँ कुहिरेको कुरा गरेँ भनेर यहाँको मेन स्ट्रिमको सबभन्दा पहिले उसले 18 वर्षपछि बाउले त लात हान्न निकालिदिन्छ होइन। त्यसपछि त्यहाँ हेक्स लिएर या ऋण लिएर पढ्छ उसले होइन, पढेर जागिर खान्छ। गर्लफ्रेन्ड त होला तर बिहा गरेर हुँदैन होइन। अब जागिर खाएपछि सबभन्दा पहिले उसले चाहिँ के अरे मोटर किन्छ, गाडी किन्छ होइन। त्यसपछि अनि त्यो गाडीमा चढाएर उसलाई गर्लफ्रेन्डलाई श्रीमती बनाउँछ होइन। त्यसपछि अलिकति बच्चा हुर्काएर 35-40 वर्षमा बल्ल घर किन्छ होइन, घर किन्छ। तर सडनली उसको जागिर गयो भने सबभन्दा पहिले घरलाई लत्याउँछ, त्यसपछि श्रीमती छोडेर हिँड्छ, त्यसपछि गाडी पनि मर्गी तिर्नलाई बेचेत गर्छ। त्यस्तो चाहिँ के हो, नहोस्, केयरलेस चाहिँ नहोस् नेपाली कम्युनिटी भनेको होइन। त्यस कारण चाहिँ त्यो सम्बन्धी चाहिँ अलिकति विचार गर्नुपर्छ। त्यो एउटा सपनाभित्र थियो कि थिएन दाइको? मैले त पहिले चढ्न त फेरारी चढ्ने थिएँ तर पैसाले पुगेन। खास चाहिँ अब म पनि त होइन, तपाईँ जस्तै अब स्ट्रगल गरेर लाइफ गरियो होइन, बल्ल बल्ल 2टा छोरी हुर्कायो, राम्रो पढाइयो होइन। त्यसपछि अब घरसर मोर्गेजहरू तिरियो होइन, 1-2वटा घर अल फाल्टो पनि इन्भेस्टमेन्टमा किनियो होला होइन। त्यो सबै गर्दाखेरि मोर्गेज तिर्दा रिटायरमेन्टसम्म मोर्गेजले उसले छोडेन हेर्नुहोस् है। यहाँ अस्ट्रेलिया वेस्टर्न कन्ट्रीको त्यही हो खास। त्यो छोडेपछि अनि त्यसपछि मनसाय त थियो नि मेरो होइन, मनसाय त फेरारी किन्ने नै थियो। तर त्यहाँ अलिकति सकिएन भनौँ न। अब त्यो जागिरले मात्रै जागिर भनेपछि जागिरले पैसा बन्दैन, बिजनेसले पैसा बन्ने चाहिँ होइन। त्यस कारण जागिरबाट त्यो सकेन। अनि त्यसको छोटा भाइ चाहिँ 60 इयर्स भन्थ्यो, 3 वर्ष मैले वेट गरेँ अमेरिकन गाडी। त्यसपछि बल्ल आइपुगेर आफ्नो चाहिँ इच्छा चाहिँ म चाहिँ पहिले चाहिँ सुरुमा चाहिँ पाइलट बन्ने थिएँ, मेरो इच्छा है नेपालमै हुँदाखेरि। तर मेरो हाइटले मार खायो, म गएको पनि थिएँ। अब नेपालमा त एयरफोर्स छैन, इन्डियाको खडगपुरमा म दार्जिलिङमा पढ्थेँ। इन्डियाको खडगपुरमा चाहिँ त्यहाँ पाइलटहरू एयरफोर्स पाइलटहरू नेपालीहरू पनि लिन्थ्यो। त्यहाँ गएको तर मेरो हाइटले चाहिँ अलिकति 1 इन्च अझै बेसी भएको पाइन्थ्यो। 1 इन्च भएकोले चाहिँ म डिस्क्वालिफाई भएँ। तर मलाई प्लेनबाट धेरै इच्छा थियो अलिकति यो थ्रिलिङ चिज गर्ने। अनि त्यसपछि चाहिँ एउटा रेस गाडी चाहिँ एउटा किन्छु भन्ने चाहिँ लागेको थियो, चढ्छु भनेर चाहिँ। मैले यो किन पनि सोधेको भन्दाखेरि हामी अस्ट्रेलिया आएको 2 वर्ष 3 वर्ष भएको हुँदैन, अनि त्यस पछाडि अब फलानुले चाहिँ यस्तो गाडी चढाएको छ, डिस्कानुले यस्तो गाडी किनेको छ, उनीहरूले घर किनिसक्यो होइन, मोर्गेज तिर्न थालिसक्यो, हामी स्टिल रेन्टमा बसिरहेछौँ होइन। दाइको उमेरमा त्यो जमानामा आएर बल्ल दाइले एउटा सपना पुरा गर्दै हुनुहुन्छ भने हामी जस्ता युवाहरूलाई त्यो एउटा सन्देश हुन्छ कि भनेर पनि मैले सोधेको होइन। दाइ एउटा प्रेरणाको स्रोत हो हाम्रा लागि। यो समय अनि संवादका लागि धेरै धन्यवाद दिन चाहन्छु दाइ तपाईँलाई। धेरै धेरै धन्यवाद। नमस्ते।